Hello everyone, welcome back to my YouTube channel. आज चाहिँ म हजुरमाझमा यो एजेलियाको कटिङको भिडियो लिएर आएको छु। यो कटिङलाई चाहिँ मैले पहिल्यै लगाएको थिएँ। यसलाई चाहिँ अब सार्नुलाई एकदमै ढिलो भइसकेको छ र आज चाहिँ म यो एजेलियाको कटिङलाई चाहिँ ट्रान्सप्लान्ट गर्न लागिरहेको छु र भिडियोलाई हेर्दै गर्नुहोला। यो हो एजेलिया फुल र मैले कटिङ लगाएको यही एजेलियाको कटिङहरू चाहिँ मैले लगाएको थिएँ र मेरोमा भएको केही भेराइटीको एजेलियाहरू चाहिँ यो प्रकारको छ है। डबल पेटल्स, सिंगल पेटल्स अनि सेडिङमा एकदमै राम्रो कलर कम्बिनेसनमा छ है। र मैले चाहिँ यो मेरोमा भएको एजेलिया फुलको कटिङ चाहिँ अगस्टमा यो फुल सेकेन्ड वेभ फुल्छ है। त्यस पछाडि फुलिसके पछाडि चाहिँ मैले अक्टोबर नोभेम्बरतिर चाहिँ त्यो प्रुनिङ गरेको हाँगालाई चाहिँ कटिङ गरेर बलुवामा सारिरहेको थिएँ र त्यो हाँगा चाहिँ यो अहिले म ट्रान्सप्लान्ट गर्नु लागिरहेको छु है। र यसरी हामीले प्रुनिङ गरिदियौँ भने चाहिँ राम्रोसँगले फुल बुस्सी भएर ढकमक्कसँगले फुल्छ र एकदमै राम्रो हाइटमा फुल्छ है। एजेलिया फुल चाहिँ अहिले यो स्प्रिङ जाँदोसम्म चाहिँ एकदमै राम्ररी यसरी ढकमक्क फुल्छ है। र यो फुल फुलिसकेपछि चाहिँ हामीले नयाँ बिरुवाको लागि चाहिँ मे जुनमा कटिङ गर्नु सक्छौँ है त। यहाँ हेर्नुहोस् न, यो सिंगल पेटल्समै भए पनि एकदमै राम्रो सेडिङमा फुलिरहेको छ है। र अर्को छ यो वाइटमा, यो पनि ठुल्ठुलो एकदमै राम्ररी फुलिरहेको छ। यहाँ मैले लिफ कम्पोस्ट लिइसकेको छु र आज चाहिँ म लिफ कम्पोस्ट र बलुवा मात्र मिक्स गरेर यो एजेलियाको बिरुवाहरूलाई सार्न लागिरहेको छु। 80% जस्तो लिफ मलमा चाहिँ म 20% बलुवा मिक्स गरिरहेको छु। मैले चाहिँ यसरी बलुवा र लिफ कम्पोस्ट मिक्स गरेर मजाले यसरी फिटिरहेको छु र यसरी फिटिसके पछाडि चाहिँ मैले यो सानो 2 इन्चको पट लिएको छु र यो पटमा भर्दैछु है। यसरी पटको चाहिँ साइडमा होल बनाइदिनु पर्ने हुन्छ र मजाले भर्नुपर्छ। माटो चाहिँ खाँदी भर्नुपर्छ किनभने लिफ कम्पोस्ट चाहिँ एकदमै सुक्खा छ र पानी हाल्दा घट्छ भनेर चाहिँ यसरी खाँदी भर्दैछु है। बिरुवा सानो भएको कारणले मैले चाहिँ सानो पटमा रोपिरहेको छु। पछाडि बिरुवा अलिक ठुलो भइसकेपछि सरिसके पछाडि चाहिँ म फेरि ठुलो पटमा चाहिँ रिपोर्ट गर्नेछु। एजेलियाको कटिङ चाहिँ हामीले कसरी गर्नुपर्छ र यसलाई कसरी सार्न सक्छौँ भन्ने विषयमा मैले अलरेडी भिडियो बनाइसकेको छु र यदि हजुरहरूले हेर्नुभएको छैन भने चाहिँ यो भिडियोको डिस्क्रिप्सनमा म लिङ्क हालिदिनेछु, हेर्नु सक्नुहुन्छ है त। यसको कटिङ चाहिँ गरम महिना चढिसके पछाडि चाहिँ गर्नुपर्ने हुन्छ र अहिले पनि फेब्रुअरीदेखि चाहिँ गरम हल्का चढिहाल्छ, तरै पनि यो फेब्रुअरीदेखि त यो फुल एकदमै फुलिरहेको हुन्छ है। र स्प्रिङ जाँदोसम्म नै यो एजेलिया फुल एकदमै मजाले फुलिरहेको हुन्छ र त्यो फुल फुलिसके पछाडि चाहिँ यसको कटिङ गर्नु मिल्छ है। र यहाँ देख्न सक्नुहुन्छ मैले चाहिँ यही प्रकारले यो सबै पटहरूलाई फिल गरिसकेको छु। अब चाहिँ फटाफटी म यो बिरुवाहरूलाई यो पटमा रोप्ने छु, हेर्दै गर्नुहोला। पटको साइज चाहिँ यत्रो छ र मेरो बिरुवा पनि त्यस्तो ठुल्ठुलो छैन है। मेरो पट अनुसार बिरुवा पनि मसिनै छ र अब चाहिँ म यो बिरुवाहरूलाई निकाल्दै यो पटहरूमा ट्रान्सप्लान्ट गर्नु लागिरहेको छु। कतिजनाले चाहिँ एजेलियाको कटिङ कोकोपिटमा पनि गर्नुहुन्छ, तर यसको कटिङ चाहिँ एकदमै राम्ररी चाहिँ यो बलुवामा नै सर्छ है, 100% सर्छ। यहाँ देख्न सक्नुहुन्छ जरा एकदमै राम्रोसँगले यसरी हानिसकेको छ है। र यसलाई चाहिँ अस्ति नै सार्नुपर्ने थियो, ढिलो भइसक्यो सार्नुलाई। यसलाई चाहिँ सार्ने बित्तिकै यो इन्डिभिजुअल पटमा हामीले यसरी सारिसके पछाडि चाहिँ यो हरियो भएर एकदमै राम्ररी सरेर छिटो बढिहाल्छ है। अब चाहिँ गरम चढिसकेको छ, त्यही भएर चाहिँ यो प्लान्टहरू पनि छिटो बढ्छ। यो एजेलिया फुलको बारेमा मैले अलरेडी धेरैवटा भिडियो बनाएर मेरो च्यानलमा हालिसकेको छु है। आज चाहिँ म यहाँ यसलाई कटिङलाई चाहिँ कसरी
ट्रान्सप्लान्ट गर्ने भन्ने विषयमा मैले बनाइरहेको छु है र हजुरहरूले हेरेर प्रतिक्रिया पनि दिनुहोस् होला। यो एजेलिया प्लान्टलाई हामीले प्रपर केयर गर्यौं भने चाहिँ यो धेरै सालसम्म बाँच्न सक्छ है, तर यिनीहरूलाई अत्याधिक ध्यानको जरुरी पनि पर्दैन। पानी चाहिँ यसलाई टाइम टु टाइम दिनुपर्ने हुन्छ। विशेष गरेर घाम लागेको दिन चाहिँ यसलाई बिहान बेलुकै पानी दिनुपर्छ, किनभने लिफ कम्पोस्टले चाहिँ पानी छिट्टो एब्जर्ब गर्छ र त्यही भएर चाहिँ यसलाई पानी चाहिँ बिहान बेलुकै दिनुपर्ने हुन्छ। र यसलाई चाहिँ कस्तो लोकेसनमा राख्नुपर्छ भने यसलाई चाहिँ हाम्रो पहाडी भेगतिर चाहिँ त्यस्तो बेसी गरम हुँदैन है, त्यही भएर चाहिँ यसलाई हामी डाइरेक्ट सनलाइटमा खुल्ला जग्गामा राख्दा पनि एकदमै राम्रोसँगले ग्रोथ हुन्छ, यसको राम्रो हुन्छ, सनबर्न हुँदैन। तर यदि मधेसतिरबाट हेर्नु हुँदैछ भने चाहिँ हजुरहरूले सेड हाउसमा राख्न सक्नुहुन्छ है त, तर यसले सनलाइट चाहिँ राम्रोसँगले पाउनुपर्छ। सनलाइट राम्रो पायो भने मात्र यसको ग्रोथ राम्रो हुन्छ, नभए चाहिँ यो फुल हौसिन्छ। सेपमा राख्यो भने चाहिँ यो फुल हौसेर बोट मात्रै अल्गो आउँछ है त। र यहाँ देख्न सक्नुहुन्छ मैले चाहिँ यही प्रकारले 40-45 वटा जस्तो बिरुवाहरूलाई चाहिँ ट्रान्सप्लान्ट गरिसकेको छु। र हजुरहरूले पनि यही प्रकारले एजेलिया फुलको कटिङ लगाएर चाहिँ धेरैभन्दा धेरै प्रोपागेट गर्न सक्नुहुन्छ। बिरुवाहरूलाई रोपिसके पछाडि चाहिँ हामीले बिरुवाहरूमा पानी दिनुपर्ने हुन्छ है। मैले यो सोइल मिक्स रेडी गर्दा मेरो यो कम्पोस्ट चाहिँ एकदमै ड्राई थियो र मोइस्चर थिएन, त्यही भएर चाहिँ मैले यो प्लान्ट रोपिसकेर चाहिँ यो प्रकारले मजाले भिजाइरहेको छु। यो मलले चाहिँ मेरो यो पानी सबै एब्जर्ब गरिरहेको छ है। र बिरुवाहरू रोपिसकेर यसरी मजाले भिजाउनाले चाहिँ यो बिरुवाको जरा पनि यो माटोमा छिट्टो सेट भइहाल्छ। मेरो यो भिडियो हजुरहरूलाई के कस्तो लाग्यो प्रतिक्रिया पनि दिनुहोस् होला, अनि मन परेमा साथीभाइलाई पनि सेयर गरिदिनुहोस् होला। अनि मेरो च्यानल हेरेर धेरैजनाले साथ सपोर्ट दिनुभएको छ, त्यसको लागि म धेरै धन्यवाद दिन चाहन्छु। र मेरो च्यानलमा कतिजना नयाँ जुड्नु भएको छ होला र भिडियो हेरिरहनु भएको छ भने चाहिँ मेरो च्यानललाई सब्स्क्राइब पनि गरिदिनुहोस् होला। र यसरी नै म हजुरहरू माझमा नयाँ जानकारीमूलक भिडियोहरू लिएर अवश्य नै आउने छु। र आजको लागि चाहिँ यति भन्दै मेरो यो छोटो भिडियो म यहीँ एन्ड गर्न चाहन्छु। थ्याङ्क यू सो मच फर वाचिङ।